एसियन देशहरूमा दक्षिणी एसिया विकासमा पछाडि पर्नुको कारणहरू के छन् भन्ने कुरा तपाईँ देख्न सक्नुहुन्छ। दक्षिणी एसिया अहिले पनि पुरानै सभ्यता, पुरानै संस्कार, पुरानै युगमा बाँचिरहेको छ। हामीले गर्नुपर्छ के गर्नु हुँदैन भन्ने त्यो हामीसँग नलेजै छैन। आज एसियन कन्ट्रीहरूमा दक्षिणी एसिया स्रोत साधन हुँदा पनि विकासमा पछाडि पर्नुको कारणहरू यिनै कारणहरू। यहाँका मान्छेहरूको अझै पनि सामाजिक अवस्था पुरानै सोचमा चलिरहेको छ। राजनीतिक अवस्था त्यस्तै भ्रष्टाचार, चोरी डकैती, गुन्डा, लुटमार, फटा, जातीय राजनीति गर्ने, त्यसपछि धार्मिक कट्टरपन्थी जुन राजनीति गर्ने, एउटा त्यस्तै चिजहरूलाई भजाएर राजनीति गर्न पल्काएकाहरू मात्रै राजनीतिमा स्थापित हुने, जसले राजनीति नै यस्तो थलो हो कि जसले पुरै देशलाई परिवर्तन गर्न सक्छ। हो त्यस्तो विकृतिहरू भएका जुन एउटा राजनीतिमा स्थापित भएका मान्छेहरूले त परिवर्तन गर्न सक्छ, त्यसकै उदाहरण देख्न सक्नुहुन्छ। समाज पनि त्यस्तै छ हाम्रो। हामी धर्ममा विश्वास गर्छौँ, कट्टरपन्थीमा विश्वास गर्छौँ। जातीय वर्ग अझै यो दक्षिणी एसियामा छ। अब तपाईँ देख्नुहुन्छ यो रोडमा हेर्नु, हामीले गर्नुपर्छ के गर्नु पर्दैन भन्ने त्यो चेतनै छैन। हामीले पुरानै चेतना भएका मान्छेहरूको जुगमा एउटा स्थापित भइरहेका छौँ। आज सोच साधन हुँदा पनि आज यहाँको मान्छेको जुन पुरानो जुन चिन्तन मननले पुरानो जुन व्यवस्था आत्मसात गरेर हिँड्दाखेरि आज यो अवस्था हेर्छ। चारैतिर तपाईँको फोहोर छ, दुर्गन्धित छ, एकदम बाक्लो बस्ती छ, एकदम बेरोजगारको अवस्था सिर्जना भएको छ। एउटा मिडल इस्ट जस्तो एउटा एसियन कन्ट्रीको हाम्रो श्रमिक वर्गको रूपमा आफूलाई एउटा स्थापित गराइरहेका छौँ। थर्ड कन्ट्रीको रूपमा जुन आज हामीहरूलाई विश्वले चिन्छ। कारण यस्तै हो। तपाईँ हाम्रो जबसम्म सोचमा परिवर्तन आउँदैन तबसम्म हाम्रो विकास सम्भव छैन। हाम्रो पुरानै सभ्यतामा हाम्रो बाँचिरहेका छौँ। अझै हामीले आफूलाई परिवर्तन गर्नै सकेको छैन। यदि परिवर्तन गर्ने हो भने हाम्रो यो अवस्थामा अहिलेसम्म हाम्रो हिँडिरहेको हुँदैन थियो। आज यो देख्नुहुन्छ यो अवस्था, यो मान्छेको अनुहार मात्रै लिएर हाम्रो यो पृथ्वीमा स्थापित आएका छौँ। तर जुन व्यवहारमा चाहिँ एउटा जुन जनावरको किसिमको जुन एउटा व्यवहार जुन हाम्रो तपाईँ देख्न सक्नुहुन्छ। यहाँनिर यहाँ मान्छे पनि एउटा ठाउँमा छ, मानिस पनि एउटा गाई पशु चौपाया पनि एउटा ठाउँमा छ, फोहोर दुर्गन्धित पनि त्यही ठाउँमा छ। र त्यस्तो समाजमा हामीहरू हुर्किरहेका छौँ। अनि यो हाम्रो दिमागले कहाँदेखि परिवर्तन चाहोस् त? अनि हो त्यही सँगसँगै तपाईँको परिवर्तन भएका देशहरू तपाईँ हेर्नु, एसियन कन्ट्रीहरूमा देख्न सक्नुहुन्छ। चीन एउटा उत्तरी एसियामा पर्ने चीन, दक्षिण कोरिया, जापान लगायतका देशहरू आज समृद्धि कहाँ पुगिसक्यो आज विकासमा। आज उनीहरूले आफ्नो जुन परिवर्तन जुन एउटा शिक्षामा लगानी गरे, एउटा स्वास्थ्यमा लगानी गरे। त्यसै गरी तपाईँको जुन पूर्वी एसियामा रहेका देशहरू हेर्नुहोस्, थाइल्यान्ड, हङकङ, सिङ्गापुर, मलेसिया, आज ती देशहरू कहाँ पुगिसके। आज मिडल इस्टमा रहेका देशहरू जुन हाम्रो श्रमिकको रूपमा त्यहाँनिर आप्रवासीको रूपमा त्यो देशमा हाम्रो स्थापित हुन्छ। दक्षिण साउदी अरेबिया, कतार, दुबई, बहराइन, यी देशका हाम्रो श्रमिकहरू तेस्रो वर्ल्ड। हाम्रो आज लगभग 60 देखि लिएर 65 वर्ष भइसक्यो हाम्रो स्वतन्त्र भएको। तर ती स्वतन्त्र भएका एसियन देशहरूमा ती देशहरूले आज विकास गरेर कहाँ पुगिसक्यो। हाम्रो अवस्था हेर्नु त यही हो हाम्रो परिचय हो। आइडेन्टिटी हाम्रो यही हो। हामीले आफ्नो ठाउँ आफै बनाउन सक्दैन। हाम्रो जबसम्म त्यो पुराना सोच चिन्तन लिएर अगाडि बढ्छौँ तबसम्म हाम्रो विकासमा यस्तै पनि पछाडि पर्छौँ। हामीसँग स्रोत साधन हुँदा पनि हामी पछाडि पर्छौँ। त्यसकारण हामीले हाम्रो सोच अवस्था परिवर्तन गर्नुपर्छ यदि हामीले विकास चाहन्छौँ भने। होइन भने यस्तै मानिसको अनुहार लिएर बढेको छ तर पशु जस्तो हाम्रो जीवनयापन गरिरहेका छौँ। हस्, धन्यवाद।